यस श्री सिंहदेवी माध्यमिक विद्यालयले सञ्चालनमा ल्याएको मिसन एमएससी अर्थात् स्मृति स्तम्भ तथा मञ्च निर्माण कार्यका लागि हालसम्म लालीगुराँस नगरपालिका पूर्व विद्यार्थी तथा अभिभावक, विद्यार्थी, शिक्षक तथा कर्मचारी, शिक्षाप्रेमी, राजनीतिकर्मी, समाजसेवी, बुद्धिजीवी लगायत सबैले सरसल्लाह, साथ सहयोग, आर्थिक सहयोग गर्दै आइरहनु भएको छ। हालसम्म सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिन चाहन्छौँ। स्मृति स्तम्भमा शिलालेख कार्य सुरु भइसकेको हुँदा सहयोग गर्न चाहनुहुने महानुभावहरूमा यही मङ्सिर मसान्तभित्र आर्थिक सहयोग गरी आफ्नो स्थान सुरक्षित राख्नुहुन अनुरोध गर्दछौँ। शिलालेखमा हालसम्म विद्यालयलाई नगद रु 5,000 भन्दा माथि सहयोग गर्नुहुने महानुभावहरूको नामावली राखिनेछ। साथै यस कार्यलाई सफलताको शुभकामना सहित लालीगुराँस नगरपालिका वडा नम्बर 8 घर भई हाल मलेसिया रहनुहुने यस विद्यालयका पूर्व पिटिए सदस्य, अभिभावक तथा समाजसेवी दिलकुमार तामाङले नगद रु 12,345 आर्थिक सहयोग गर्नुभएकोमा उहाँलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ। यस अभियानमा तपाईँहरूको साथ र सहयोगको अपेक्षा राखेका छौँ। धन्यवाद। मिशन एमएससी मञ्च तथा स्तम्भ निर्माण।